हामी पञ्चमी जाँदै गरेको हो बासहरु हैन अब हामी दुईजना मात्रै टुई छाता रेनकोट टर्च लाइट बोकेर 12 बजे पञ्चमी हिँडेको कन्टर बजारबाट कहिले पुगिन्छ थाहा छैन मासु चाहिँ त्यहाँनिर दोकानमा पुगिसकेछ अझ नपुगी हुँदैन पैसा तिरिसकेछ 4 केजी सुँगुरको मासु भरे मासुको भरे होइन होला भोलि अब सेको भोलि राम्रो प्लान गर्नुपर्छ ल दिदीहरूलाई बोलाउनुपर्छ सबैलाई बसेर मजाले खानुपर्छ अब अनि भोलि हामी पनि जाने त टाटा बाई 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 होइन अझै पनि मलाई मुट्टी नै भन्छ के गाला त त्यसै मेरो लाग्छ होइन मेरो मात्न मेरो मात्रै गाला दियो नि त पहिले बाई बाई हुन्छ बाई बाई पक्कालाई ओके बाटोको हालत चाहिँ यस्तै छ है ब्रदर बाटोहरू चाहिँ यस्तै छ राम्रो ब्याग हुनु अनि हैन डिएसएलआर क्यामेरा हुनु यो पानीहरू चाहिँ उम्रेको हो यो पहाडी घर कसको अरे दाजु सदन मामाको घर ल सदन मामा कुनै दिन मेरो भिडियो हेर्नु भने हेर्नु होला यहाँदेखि चाहिँ कन्टर बजार थ्याङ्क यू फर भिजिटिङ हामी चाहिँ जाँदैछौँ पञ्चमी उता चाहिँ रहेछ वेलकम टु कन्टर बजार यहाँदेखि उता कन्टर जाने बाटो दादा कता कता अरे यो दशमी जाने बाटो यो दशमी जाने बाटो यो पञ्चमी जाने बाटो ल के गोल्ड क्लब गोल्ड कप छ यो अस्ति फुटबल भयो ए यो चाहिँ पञ्चमी जाने बाटो गर्मी भयो है गाइज भयो दादा म अब कन्टर बजार यहाँ पर छोडेर आयौँ हामीले कता हिँड्नु भएको गङ्गटा सर रेडी भएर चेप्दैन यो त लाटा रहेछ ए अलिक ठुलोले उता खेलेको खाने पानी ट्याङ्की हामी धरानको मान्छे खाने पानी मात्रै हेर्दै हिँड्छौँ है पानीहरू यहाँदेखि हुँदै 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 यहाँ तल भिरमा बाटो त पञ्चमी जाने खत्रै छ है गाडीको बाटो अनि त्यस्तै छ गाह्रोहरू खतरा दशमी चाहिँ भ्याउँछ कि भ्याउँदैन यहाँदेखि यो चाहिँ दशमी अरे मलाई त थाहा पनि छैन ल भिडियो गरिदिनु भयो क्या कति क्युट ऱ्याट नि भनेको त ओइ फ्रिज भयो त यो त यता एक्सट्रिमै हो नि अघि रेड बुल किन्ने भनेको रेड बोट पो रहेछ कसको बाइक हो यो यस्तो छ
है पञ्चमी जाने बाटोको हालत। यो विदेशमा त अनि खानतिर राम्रो लागेको क्या मलाई त्यो सिस्टम। सानो झरना यहाँ माथिदेखि। यो फललाई चाहिँ इन्द्रेणी भन्छ। यसको दाना चाहिँ हामी अचार बनाएर खान्छौँ। सजाउनु लगाउँ क्या हो दाजु घरतिर ढुङ्गा त। हामीसँग होइन पहिले आउँदा यस्तो फोन भएको भए कस्तो राम्रो भिडियो हुन्छ। अहिले धेरै चेन्ज भइसक्यो नि त, गाउँ धेरै मोडर्न भइसक्यो। पहिले यस्तो भएको भए त बाजे भएको बेला यस्तो भएको भए त खतरा मेमोरिज हुन्थ्यो, रमाइलो पनि हुन्थ्यो नि। यसरी अब खिचेर राख्ने बुद्धि हुन्थेन, कता मिठो खाउँ र कता रमाइलो गरौँ मात्रै हुन्थ्यो। यस्तो छ। सुन खाने यता चाहिँ सुनहरू अब सुन महँगो छ, यस्तैकै बनाएर लगाउनुपर्छ। दादा कुरिङ ढुङ्गा कहाँ छ? टन्नै पाइन्छ यहाँ, हेर न। यहाँ छ। रेन्सम्मको बाबालाई लग्यो बाटोहरू बनाउनु जाँदैछ नि। पञ्चमी पुग्यो। पञ्चमी खेल्दै खेल्दै नि पुग्यो। बुट्टा
दिनेश बुढाथोकीको कपडा पसल हाम्रो सुँगुरको मासु त्यहाँ छ कहाँ हुनुहुन्छ यहाँ आज चाहिँ हामी फर्केको गाला रातो रातो घामले दाइ चाहिँ पुरै कालो भएको भोलि आज रातो रातो भोलि कालो हुन्छ यस्तै छ Red Bull gives you wings. Fly aye. Jump. चेन राखेर टाइमलाई ल्याप्स के भन्छ भरे मासु बोकेको भुतले तान्छ खस्सा मार बोडी पनि निक्लिँदैछ त अहिले त खस्सा मार गर्दै जानुपर्छ हैन घरमा भोलि सेक पार्टी छ त्यहाँ आऊ बरु भनेर स्पेशल ट्रिट दिन्छु भन्दै भोलि स्पेशल ट्रिट हैन भुतलाई पनि वेलकम छ भरे मासु तान्नु चाहिँ नआउनु होला रातभरि तर्साउनु चाहिँ नआउनु होला रातभरि खै दादी यहाँ सामान देखाउने ठाउँ हाम्रो सामान यहाँ मेरो ब्यागमा पनि छ हाम्रो भारी धेरै लोड काले आयो ल बिस्कुट खोइ खोइ काले काले आइजा छिटो ला बिस्कुट छैन फेरि आयो काले ला अगाने उ गर्दै त अब दोकान पनि छैन छैन मासुको एउटा टुक्रा भित्र निक्ली आऊ अबे भुत्रा हुँदैन बिराम छ यो तपाईँले नचलाउ भनेको भोटो आइज आउन त छिटो भोटो भोटे यहाँ आउँछन् छिटो यहाँ मैले त खुट्टा के भयो आउने खुट्टा के भन्छ खुट्टा के दुखिरहेको होला नि खुट्टा के भयो दिनु हैन Kamu फर्किँदा देखेको कन्टार बजार वाह तर्सिँदैन नि यसरी मान्छे हेर्नु मलाई कत्रो